हेलो गुड मर्निङ एभ्रिवान। म चाहिँ काममा जाँदैछु होइन घरदेखि। अरू बेला साइकलमा जाँदै बाटो आज अलिकति ढिलो भयो नि त, अनि हिँड्दै यहाँ खेतको आली जाँदैछु। म चाहिँ अब काम के गर्छु भने फर्निचरमा काम गर्छु क्या। तल त्यो नगरपालिका छेउ नहरचोकमा छ फर्निचर। त्यो एकचोटि देश हल्लाएको थियो नि बाबेले, अमला बाजे हो। यो बाजेको ठिक्क पल्लोपट्टि छ क्या फर्निचर चाहिँ। म चाहिँ त्यहीँ काम गर्छु होइन। त्यो बाजेको घर पनि देखाउँछु म तपाईँहरूलाई। भिडियो हेर्दै गर्नु होला, भिडियो हेरेर माया र सपोर्ट चाहिँ गर्नु होला। म चाहिँ अनि आज अरू बेला चाहिँ कति 7:10 होइन 7 बजी हिँड्थेँ। आज चाहिँ 7:10मा उठेँ क्या म। अनि 7:30 भइसक्यो, ढिलो भइसक्यो। अघि दाइले फोन गरेको थिएँ, छिटो आऊ भाइ छिटो काम छ आज धेरै भन्दै थिएँ। अन्त गएको होइन, जाँदैछु के कस्तो हुन्छ हेरेर भन्नुहोस्। मलाई चाहिँ त्यति आउँदैन क्या, यो फर्स्टचोटि हो नि त भिडियो बनाएको। अलिअलि लाज पनि हुँदो रहेछ क्या भिडियो बनाउँदा। त्यही भएर जाँदैछु म चाहिँ। यस्तो जाडो छ फेरि हेर्नु न। तपाईँहरूलाई मैले अमला बाजेको घर देखाउँछु भनेको थिएँ नि, ट्याक्कै म यहाँ आइपुगेँ होइन। अमला बाजेको घर देखाउँछु भनेको थिएँ तपाईँहरूलाई, ट्याक्कै आइपुगेको छु। यहाँ मान्छे देखेको त्यो एउटा पुल छ त्यो नहरचोक, यहाँदेखि थोरै भित्र हो क्या अमला बाजेको घर। यहाँ पर देखेको भवन चाहिँ हाम्रो नगरपालिकाको छेउमा छ क्या मेरो काम गर्ने ठाउँ चाहिँ। अब अमला बाजेको घर चाहिँ म तपाईँहरूलाई देखाउँछु होइन। यता घर 2-4वटा घर छ, त्यहाँ दोकान भएको घर चाहिँ याद गर्नु। म त्यहाँ अब नबोली जान्छु भिडियो सर लिएर होइन, सर लिएर जान्छु नबोलिकन। जुन घरमा दोकान छ त्यो घर चाहिँ अमला बाजेको म देखाइदिइरहेको छु, त्यो याद गरिहाल्नु तपाईँहरू। अनि कसले देख्नुभयो कमेन्ट पनि गर्नु। सायद त्यहाँ अमला बाजे पनि बाहिरै बसेको होला नि होइन, त्यहाँ देख्यो भने देखिहालिन्छ, थिएन भने अरू बेला त सधैँ बाहिरै हुन्थेँ। अब म यहाँबाट सर लिएर जान्छु होइन। यहाँ चाहिँ नहरचोक नगरपालिकाको साइड, यता अमला बाजेको घर उयो नजिकै छ क्या, नजिकै घर छ। अब म थोरै सर लिएर जान्छु अनि मेरो काम गर्ने ठाउँ पनि हजुरहरूलाई देखाउँछु। ट्याक्क लाएर हेर्दै गर्नु है, हेर्दै गर्नु। उयो मान्छेहरू उभिएको देखि यता छिर्छु म, त्यहाँदेखि त्यो छिर्ने बाटोको उतापट्टिको साइडमा चाहिँ अमला बाजेको घर छ। उयो सेतो कपडा लगाएको आन्टी छिर्नु भयो, सिटी पनि रहेछ। मलाई बोजू मात्रै घरमा हुनुहुन्छ, मलाई बाजे हुनुहुन्न। यो घर हो। बुधबार बिहिबार शुक्रबार भाइको ठाउँमा आउनुपर्छ होइन। अनि म शनिबार आउनु सक्दैन, त्यो लिएर आउँछ। अनि पैसा उसले गएर त्यो काम चाहिँ गरेर गरेको गराइदियो भने बरु